मुला बिबांगाय चु विश्वास अनि आशा लाला रांगनि जम्मादा परमेश्वरसे मोलाम दोनसिगाई अनि तिनीला चु बच्चन सेवारी yang tatel samari yang zaman curi mula अनि परमेश्वरसे yang जम्मादान मोलाम दोनसिगाई अनि बच्चन सेवा लागेरी प्रार्थना तसी जिनबा मुला अनि परमेश्वर दा लानन लानन थुजेसे दागाई रांगनि गते जमन बच्चन यान्सिउ बारी तयारी तबन मुला बिबांगाय विश्वास लाला अनि तिनीला बच्चन याङसे च्यागे अनि तिनीला बच्चन चा याङसे अनि योहन्नाला पुस्तक ग्याम याङसे च्यावन मुला अनि योहन्ना सुसमाचार योहन्ना 5 अध्यायला याङसे 1 इन्दे 11 12 पद दोन याङसे अनि तिनीला बच्चन च्याबरी याङ तयार दवन मुला अनि परमेश्वर याङला गुंगरी पवित्र आत्मा से याङला गुंगरी सहायता अनि मध्यस्थ लाबन मलबे याङ विश्वास अनि थे भरोसा याङ मुला तिनीला बच्चन जागाई तामाङ ग्याम जेखेन आबाङ तर चाहिँ नेपाली ग्यामे कतिपय ग्लारी रांगनी दंगाई पाङछुला अनि थे रांगनी से जनाले से ज्ञानछुको बिबा ngai जु बिन्ती ngai रांगनीला गुंगरी लाला तिनीला बच्चन योहन्नाला पुस्तक 5 अध्याय yang से च्यागे बेसाम चुरी नेपाली बाइबल ngai युज लब कारण छे ngai नेपाली ग्याम रांगनील गुंगरी पढबलाई सुनाब लाला योहन्ना 5 ला yang से 1 गेन्दे चुरी केही पद दोन च्यामाला पुजे चुरी ती याङला बेसाम चुरी शीर्षक ती भ्रिमुल बेसाम जलकुण्डमा पक्षघाती निको भएको त्यसपछि यहुदीहरुको चाड थियो र येशू यरुशलेममा जानुभयो यरुशलेममा भेडा ढोकाको नजिक 5 वटा दलान भएको एउटा जलकुण्ड छ जसलाई हिब्रू भाषामा बेथेस्दा भनिन्छ त्यहाँ अनेक रोगीहरू अर्थात् अन्धा लङ्गडा पक्षघातीहरू पस्रिरहन्थे तिनीहरू पानी कति बेला छछल्किन्छ भनेर पर्खिरहन्थे किनभने परमप्रभुको एउटा दूतले बेला बेलामा जलकुण्डमा ओर्लेर पानी हल्लाइदिन्थे र पानी छछल्किएपछि जो पहिला पानी भित्र पस्थ्यो जस्तै रोगले ग्रस्त भए पनि त्यो निको भइहाल्थ्यो अनि चुरिजा याखर तिक याङसे तिक ताम याङला बिसाम याखरी जलकुण्ड मुला अनि थेरी जादा विभिन्न रोगी बीमारी का विभिन्न प्रकार रोग अंधा लंगड़ा लूला अनि विभिन्न प्रकार से रोग से ग्रसित दबा मिगा दे जादा थेरी जादा स्वर्गदूत थे जलकुण्ड की जब हल्लप लाला थे की छर्काउला जन्मिदा थे की से थुर्बा थेमिका दे जा फानबा मुबा थे बेल्ली अनि थे बेल्लिन जादा जति पनि थे की से थेमिका त थुर्मबा जम्मन मिगा दे जादा थे बेल्ली फानबा मुबा अनि थेता पछिलाम त हरेक किसिमला रोगी का दे हरेक किसिमला बीमारी का दे हरेक किसिमला याखारे पीडा से ग्रस्त तबा मिगा दे जादा थे जलकुण्डला छेउरी बसी थानबा मुबा अनि थेनन दुईरी चुबेली याखारी मिला तामचुरी बाइबल से पाङमा मुला कि 5 अध्याय पत्र चेक बेसम त्यहाँ 38 वर्षदेखि बिरामी भएको एकजना मानिस थियो येशूले त्यसलाई त्यही पस्रिरहेको देख्नुभयो अनि लामो समयदेखि त्यो यस दशामा रहेछ भनी जानेर येशूले त्यसलाई भन्नुभयो तिमी निको हुन चाहन्छौ अनि यहाँनिर हामी एउटा कुरा के पाउँछ भन्देखिलाई एउटा 38 वर्षदेखि एउटा पक्षघाती बिरामी भइराखेको अनि उ मान्छे चाहिँ के भएको छ 38 वर्षदेखि बिरामी अवस्थामा रहिरहेको एउटा 38 वर्षदेखि एउटा छङ्गाइलाई एउटा पर्खिराखेको एउटा पर्खाइमा यो व्यक्ति बसिराखेको छ अनि जसै त्यो जलकुण्डमा त्यो पानी छछल्किने आशामा स्वर्गदूत आइकन त्यो पानी जब छछल्किन्छ त्यो पानीले छुइकन त्यो पानीले मलाई लाइकन म निको हुन्छ भन्ने विश्वास त्यो 38 वर्ष एउटा पक्षघातीमा हामी यहाँनिर पाउँदछौँ अनि त्यो व्यक्ति यहाँनिर बसिराखेको छ अनि त्यो मान्छे चाहिँ के भन्छ भनेदेखिलाई त्यो मान्छेलाई हामी 7 पदमा हेर्यौँ भनेदेखिलाई रोगीले उहाँलाई भन्यो हजुर जुन बेला पानी छछल्काइन्छ मलाई जलकुण्डमा हालिदिने मेरो कोही मानिस छैन म जाँदा जाँदै मभन्दा अगाडि अर्को मान्छे पानीमा ओर्लिहाल्छ एउटा पक्षघाती छ उसको कोही पनि छैन उसलाई सहायता गर्ने व्यक्ति थेदा रोलामा मिजाजा चुरी खालैनुन आरे अनि थेदा बसी लाम जब स्वर्गदूत खासीमा थेरी कि हल्लप लाला कि द थेरी चलप लाबेले जाजा थेन थे कि द थे क्वेरी निभाइकेन लाबेले जाजा थे भन्दा अगाडि थुप्रो मिनिबा कारण छे थे जाजा हैमैनन थे संगाइ द खैमैन थे छुटकारा द जाजा सुयाखरी पक्षघाती मिजा स्यापारे मुबा 38 वर्ष दोनाला थेला पर्खाइ 38 वर्ष दोना थेला रोगी अवस्थारी बिरामी अवस्थारी थे स्वर्गदूत क्या हाबा संगाइ द थे ब्रान्ची जीवा मुबा स्वर्गदूत क्या हाबा थे याखरी
siapa songgai ta these branche jiwa muba thela lagir these porkhairi the tiba muba र पनि थेसे थे स्वर्गदूत जब कि हल्लपला थे बेला सङ्गाइ थिए खैमे आशा बमुबा तिग्दा बिसम जम्मन मिगा दे जाचा जम्मन मिदुक जाचा नाक छ निवासी लामल बुझे थे क्वी जाचा जम्मा अगाडि साक्षी तर थे ब्राबै गेल थे जाचा जमै जैलेन पनि थे क्वी जाचा थे आशा बमुबा तिग्दा बिसम थे जा बिरामी अवस्थारी यार कुछ चे पक्षघाती रूपलाई थे बिरामी मुबा थे चंगाइ दा थे आशा अपनी तर थेनुन बेलरी याखारी रामचुरी यांगसे साबला यसुले त्यहाँ पसरिरहेको देख्नु भइ बिला थेनन दुई त याखारी संगाइला पर्खाइ लसितिबा बेली यीशु ख्रिस्ट जदा थे बिरामी दा म्रांगबा ताम यीशु ख्रिस्ट थे बिरामी दा म्रांगबा जा यांगसे चुरी चु घटना जदा यांगसे म्रांगबा मला जुन घटना से जदा यीशु जे थेमी दा ngेबा मला कि अनि लामो समयदेखि त्यो यस दशामा रहेछ भनी यीशुले त्यसलाई भन्नुभयो तिमी निको हुन चाहन्छौ यीशु ख्रिस्ट सेजासु बिरामी द ngेबा मला कि तिका ए फनबारी एला सेमुला ए फनबा तिका एला इच्छा मुला के निको ताबा तिका एला इच्छा मुला बिसी यीशु से प्रश्न लाबा मुला अनि थेनन बेले चुमी से पाङमा मुला ngala निको ताबा से ngala फनबा से मुला र पनि स्वर्गदूत जब कि हल्लप लाबा कि छर्कप लाबा बेली नै थे कि आशा पसे कारण चाहिँ ngaजoi पनि फनबारी बिसी थे बिरामी से पाङमान मुला थे बिरामीले yang से याखरदम तिका yang बिसम याखरे थे बिरामी चाहिँ यार संगाइल याखरे तृष्णा संगाइल याखरे फन्मतामला याखरे पर्खाइ 38 वर्ष इन्दे थे जलकुण्डरी ट्रिसमान थे याखरे संगाइ त प्रान्सिटिबा मुबा थेनन प्रान्सिटिबेली येशु देन्छम तिमीला भेट त यांसे म्रांगला यांसे तिकदम गोदला बिसम यांगला जीवन दि आशिष आनी यांगला जीवन दि छुटकारा आनी यांगला जीवन दि स्वतन्त्र आनी यांगला जीवन दि प्रार्थना उत्तर आनी थे बेल यांसे तिक्लो दोवा थे बेले जसै चु पक्ष घाते से थेरी 38 वर्ष दोना थे यार चंगाइदा ब्रान्चिटी बमुबा 38 वर्ष दोना थे चंगेला लागिरी थे बिरामी चिसिटी बमुबा थेरंगलसिन यांगेनन परमेश्वर से लाबा गेद यांगसे परखाइरी yang tidola थे परखाइ से जाजा असल से जाबा से जाजा यांगला जीवन दिबाला जो पक्ष गादी बिरामी जा ती yang सियापला बिसम 38 वर्ष दोना पनि थे जीवन दि पक्षघाती रोग गेम दि छुटकाराला महसुस संगाइला महसुस लाम्नी तर एक दिन जुन दिन हाजी थला 38 वर्षला पर्खाइला कारण छे थला एक दिन सरंगमा जाबा दिन हाजी कि यीशु ख्रिस्टियन रूपताबा दिन यीशु ख्रिस्टियन छम भेटकार्ताबा दिन दजा फेरि याखरे असल याखरे जाबा मौका दजा थे पक्षघाती यांगजी थे बेली यीशु सिंगी थे बिरामी द गइजी तिगा ए फन्बा सेम एला मुला तिगा ए संगाइ त एचएम एला मुला बिसी थेबेली पाङबा मुला अनि थेबेलिन 8 पत्रिसी बांग्ला यीशु से त्यसलाई भन्नुभयो खडा हौ र आफ्नो ओछ्यान उठाऊ र हिँड तुरुन्तै त्यो मानिस निको भयो र आफ्नो ओछ्यान बोकी उ हिँडिहाल्यो यहीँनिर एउटा कुरा हामी के पाउँछौँ भन्देखिलाई उसले पर्खिराखेको छ त्यो चंगाइलाई उसले खोजिराखेको छ चंगाइलाई उसको जीवनभित्र एउटा रोगको एउटा चंगाइको लागि उसले तिर्खा गरिराखेको छ त्यो कुरालाई पर्खिराखेको छ अनि जलकुण्डमा छछल्केको पानी उसले कहिले पनि भेटाएको थिएन तर एक दिन यस्तो समय आयो जुन चाहिँ उसको भेट चाहिँ येशूसँग भयो जसै येशूसँग भेट भयो येशूले उसलाई प्रश्न गरेको छ के तिमी निको हुन चाहन्छौ के तिमी निको हुन चाहन्छौ जसै सोध्दछ उसले भन्दछ म निको हुन चाहन्छु र पनि म निको हुन सकिरहेको छैन किनभने मैले त्यो जलकुण्डको पानीलाई भेटाइराखेको छैन र त्यसै बेला 8 पदमा येशूले भन्नुभएको कुरा पाउँछौँ खडा हौ र आफ्नो ओछ्यान उठाऊ र हिँड भन्ने कुरालाई हामी पाउँदछौँ अनि 9 पदमा तुरुन्तै त्यो मानिस निको भयो र आफ्नो ओछ्यान बोक्यो र उ हिँडिहाल्यो आज यही समयमा तपाईलाई परमेश्वरले प्रश्न गरिरहनु भएको छ तपाई बिरामीमा हुनुहुन्छ भने के तपाई निको हुन चाहनुहुन्छ तपाई समस्यामा हुनुहुन्छ के त्यहाँनिर तपाई स्वतन्त्र हुन चाहनुहुन्छ तपाई बन्धन हुनुहुन्छ त्यहाँनिर त के तपाई छुटकारा पाउन चाहनुहुन्छ परमेश्वरले सोधिराख्नु भएको छ परमेश्वरले त्यो कुराको लागि पर्खिराख्नु भएको छ परमेश्वरले तपाई अनि हाम्रो जीवनमा एउटा असल कार्यलाई असल कुरालाई गर्न लागिराख्नु भएको छ जस्तै त्यो एउटा पक्षघातीको जीवनमा एउटा असल कुराको सुरुवात भयो 38 वर्षको बादमा उसको एउटा संगाइको महसुस चाहिँ उसले छाल पाएको छ
छ। आज तपाईँ अनि म जस्तै अवस्थामा जुनसुकै एउटा ठाउँमा तपाईँ खडा हुनुभएको छ, त्यहाँनिर परमेश्वरले तपाईँको लागि एउटा सङ्घाइलाई ल्याउँदै हुनुहुन्छ, त्यहाँनिर छुटकारालाई ल्याउँदै हुनुहुन्छ, त्यहाँनिर विजयको कुरालाई परमेश्वरले ल्याउँदै हुनुहुन्छ। तर प्रश्न यही छ, के तपाईँ त्यो कुरा हुन चाहना इच्छा तपाईँले गर्नुहुन्छ? जसै पक्षघातीलाई निको, के तिमी निको हुने इच्छा गर्दछौ? के तिमी निको हुन चाहन्छौ? तपाईँ जुनसुकै अवस्थामा जुनसुकै परिस्थिति तपाईँ हुनुहुन्छ, जस्तो परिस्थिति तपाईँ हुनुहुन्छ, त्यही परिस्थितिको प्रश्न तपाईँलाई छ, के तपाईँ निको हुन चाहनुहुन्छ? के तपाईँ विजय हुन चाहनुहुन्छ? यही कुरा परमेश्वरले सोधिराख्नु भएको छ। जसै एउटा त्यो पर्खाइले नि उसको जीवनलाई सङ्घाइलाई जन्माएको छ, येशूसँगको भेटले उसको जीवनमा नि एउटा सङ्घाइलाई बगाइकन ल्याएको छ। एउटा उसको परमेश्वरसँग उसको पर्खाइले नि 38 वर्षको एउटा रोगदेखि ऊ स्वतन्त्र हुँदैछ, ऊ निको हुँदैछ, ऊ विजय हुँदैछ, ऊ रोगमाथि ऊ हिँड्दैछ, रोगको शक्तिलाई उसले किल्छदैछ। किन भन्नुहोस् त, उसको भेट नि येशूसँग भएको छ। उसको धैर्यताले नि येशूसँग भेट गराइदियो, उसको पर्खाइले येशूसँगको भेट त्यो तर्फ उसलाई लगिदिएको हामी पाउँदछौँ। एउटा 38 वर्षको बादमा हामी केही बातमा हाम्रो मनहरू बदलिन्छ, हामी प्रार्थना गर्छौँ, उत्तर आएन, हामी बिरामीको लागि प्रार्थना गर्छौँ, निको भएन, तर हाम्रो मन के हुन्छ, बदलिहाल्छ, एकैछिनमा परिवर्तन भइहाल्छ, हुँदैन रहेछ, अब हुँदैन, अब केही पनि हुँदैन, आशा छैन भन्ने एउटा हृदय आइहाल्छ। तर त्यो बिचमा परमेश्वरको प्रश्न चाहिँ छ, के तिमी निको हुन चाहन्छौ? के तपाईँ अनि म निको हुन चाहन्छु? के तपाईँ म स्वतन्त्र हुन चाहन्छु भन्ने कुरालाई परमेश्वरले भनिराख्नु भएको छ। जसै 38 वर्षको बादमा नि उसको जीवनमा सङ्घाइलाई आइराखेको छ, स्वतन्त्रतालाई आइराखेको छ। तपाईँको जीवनमा तपाईँले प्रार्थना गरिराख्नु भएको छ, उत्तर आइराखेको छ, पर्खाइ गर्नुहोस्, असल कुरा परमेश्वरले ल्याउँदै हुनुहुन्छ, बेस्ट कुरा परमेश्वरले तपाईँ अनि हाम्रो जीवनमा ल्याइराख्नु भएको छ। यो पक्षघातीको जीवन हामी के पाउँछौँ भनेदेखिलाई 38 वर्षको पर्खाइमा नि स्वर्गदूतले मलाई निको पारेमा ऊ त्यो ठाउँबाट हिँडेर कहिले पनि भागेको छैन। जुन स्थानमा बसिरहेको त्यो स्थानलाई कहिले पनि उसले छोडेको छैन। उसले पर्खाइलाई नि उसले निरन्तरता दिइराखेको छ। आज तपाईँ अनि हाम्रो जीवनमा त्यो कुरा पर्खाइलाई हामीले निरन्तरता दिइरहनुपर्छ। त्यो पर्खाइले नि एउटा ठुलो कुरा, एउटा असल कुरालाई जन्माउँदछ। जो पक्षघाती से जो ब्राह्मणला कारण छे, पक्षघाती से ते चङ्गाइदा ब्राह्मण वाला कारण छे नि, त्यसलाई जीवन नि परमेश्वरलाई चङ्गाई, परमेश्वरलाई छुटकारा मुबा। जुन फन्नला बा परमेश्वर, जुन परमेश्वर से आरोप लाबा स्वर्गदूत छे फन्न लाबा मुबा, तर थेमी दा जदा थे आरोप लाबा परमेश्वरन खडा दसिमान थेबेली फन्न लाबा मुला। हालेलुया। यहाँ से जो नौ पदला चुरी चाहिँ त्यो दिन सभा थियो, यसकारण निको पारिएको त्यस मानिसलाई यहुदीहरूले भने, यो त सभा दिन हो, तिमीले ओछ्यान बोक्नु उचित छैन। जो बिरामी मिजा दादा थे ओछ्यान दादा थेला खाट पुइसी ब्राबा बेली थेरी त यहुदीका सेपाङमा मुला तिनीलाई दिन जाता सभा दिनिन, तिनीलाई दिन जाता घे आलाबा दिन कुडिसी तिगोबा दिन बिसीमान पाङमा बेली जा थेमी जाता तिग मुला थे खाट पुइबा थे, जुन थे खाटी रोगी त्यसमा थे बिरामी मेर सिटीबा मुबा, तर थे काट छ पुइसी ब्राब मु तिग्दा छ यहुदी का से सुदम तिग्दा बिबा हिन्बा बिसम यहुदी खाला दिन दिचा, यहुदी खाला ग्लारी जे बिसम सभा दिन बेजा थेन लागेर छ विश्राम दिन थे दिन जा परमेश्वर से कुलबा ठिमन सार तिगै घे आलाना टिबा दिन तिगै घे आलाना कि थेरी जता विश्राम लसी टिदोबा दिन मुबा, तर थेनन विश्राम दिन नि जता यखरी रोगी पक्षका दिजा फान्ची मान थे खाट पुइसी ब्राबा मुबा तिग्दा विश्राम हरेक मिल लागिरी हरेक यहुदी गाला लागिर जता थेबी दिन विश्राम दिन त विश्राम चु पक्षघाती लागि आत्मा दिन शरीर लागिरी थे चंगाई गम छुटकारा यंगबा थे रोग गम फानबा लागि थे लागिर थे दिन जा विश्राम दिन ताबा मुबा थे रोग गम फानबा जुन कष्ट ज्ञान फानमा थे विश्राम दिन मुबा थे दिन दिजा जसै परमेश्वर से गोल्थी खाट पुइगो एरेसी ब्राउबी बा परमेश्वरलाई आज्ञा मुबा 11 पति चागे बिसम त्यसले तिनीहरूलाई जवाफ दियो, जसले मलाई निको पार्नु भयो उहाँले नै भन्नुभयो आफ्नो ओछ्यान बोकेर हिँडा।
यिनीहरू एउटा पक्षघातीको जीवनमा के पाउँछ भनेदेखिलाई नि मान्छेको आज्ञा भन्दा नि उसले परमेश्वरको आज्ञालाई कदर गरेको छ। यहुदीहरूलाई उसलाई खाट बोक्नदेखि रोक्ने कोसिस गरेको छ। तर यो पक्षघातीले के भन्यो भनेदेखिलाई जसले मलाई निको पार्नुभयो उहाँले भन्नुभयो ओछ्यान बोकेर हिँड। हालेलुया हालेलुया। येशूले भनिसक्नु भएको कुराले यस्तो महत्त्वपूर्ण दिइकन नि ऊ अघि बढेको छ। यहुदीले भन्छ यो दिन त विश्राम दिन हो, सभा दिन हो, तिमीले खाट बोक्नु उचित छैन। तर त्यो पक्षघातीको जीवनमा के पाउँछ भनेदेखिलाई नि जसले मलाई निको पार्नुभयो उहाँले भन्नुभयो खाट बोकेर हिँड। परमेश्वरको आज्ञालाई परमेश्वरको कुराले उसले माथि राखेको छ। फलानुले के भन्यो, यहुदीले के भन्यो, खाट बोक्यो खाट नबोक भन्ने कुरामा भन्दा पनि यीशु ख्रीष्टले मेरो लागि के भन्नुभएको कुरालाई उसले माथि राखेर अघि बढेको छ। सुन्नुहोस्, आज तपाईँ अनि हाम्रो जीवनमा फलानुले के भन्छ, मान्छेले के भन्छ, अनि तपाईँको आफन्तले के भन्छ, चर्चको विश्वासीले के भन्छ, कसले के भन्छ, होइन, यीशु ख्रीष्टले तपाईँको लागि के भन्नुहुन्छ त्यो कुरालाई आज तपाईँ अनि हामीले महत्त्वपूर्ण त्यो कुरालाई हामी ठान्नु पर्दछ। यो पक्षघातीले ख्रीष्ट यीशुले भनेको कुरालाई महत्त्व दिएको छ। मान्छेले त्यो खाट बोक्नदेखि रोक्ने कोसिस गरे तर त्यो व्यक्तिले भन्यो जसले मलाई निको पार्नुभयो उहाँले भन्नुभयो खाट बोकेर हिँड। परमेश्वरको एउटा आज्ञालाई परमेश्वरको एउटा के भन्छ त्यो आज्ञाकारितालाई मानिकर ऊ अघि बढेको छ। आज हामी परमेश्वरको कमान्डलाई भन्दा परमेश्वरको आज्ञालाई भन्दा मान्छेले भनेको आज्ञालाई मान्छेले भनेको कुरालाई हामी मानिलिकन हिँड्छौँ अनि हामी असफल हुन्छौँ, हामी निराशमा पर्न थाल्छौँ। तर यो पक्षघाती नि यीशु ख्रीष्टले जे भन्नुभयो उसले जे सुनियो त्यही कुरा ऊ बोकिकन हिँडेको छ। हालेलुया। आज तपाईँ अनि हाम्रो ख्रीष्टले जे भन्नुहुन्छ त्यही कुरा हामीले बोकी हिँड्नुपर्छ। ख्रीष्ट यदि सेवकाईको लागि बोलाहट दिनुभएको छ सेवकाई गरी हिँड्नुपर्छ। जुन बाटोको लागि ख्रीष्टले बोलाहट दिनुभएको छ त्यही कुरा काँधमा राखेर बोकिकन हिँड्नुपर्छ। आज बिग्रीको कारण चाहिँ कहाँनिर भनेदेखिलाई नि जुन कुरा ख्रीष्टले बोक्न लाउनु भएको छैन त्यो कुरा बोकिकन हिँडिराखेको छ। जुन कुरा ख्रीष्टले बोक्न लाउनु भएको छ त्यो कुरा नबोकेको कारणले मान्छेहरू निराशमा पसिराखेको छन्। यो एउटा पक्षघाती नि एउटा 38 वर्ष कति उसको एउटा भित्रदेखिको निको हुने चाहना, उसको भित्र चोट पनि लागेको थियो कति वर्षमा, ऊ निको हुने चाहन्थ्यो। ऊ त्यो पसिरहेको हिँड्दा ऊ त्यो पसिरहेको घिस्दै हिँड्दा पनि कहिले पनि चङ्गालाई उसले भेटेन। 38 वर्षको बाद जब यीशुसँग भेट भयो नि उसले चङ्गालाई पाएको छ। आज तपाईँ हाम्रो हरेकको चाहना, हरेकको तिर्खा, हरेकको डिजायर, हरेक दिन हरेक समय ख्रीष्टसँग भेट्ने चाहना हामीले गर्नुपर्छ। ख्रीष्टसँगको भेटले चाहिँ सङ्घाइ ल्याउँछ। ख्रीष्टसँगको भेटले चाहिँ हाम्रो जीवनमा परिवर्तन ल्याउँदछ। यो पक्षघातीको भेट जब ख्रीष्टसँग भयो उसको जीवनको रोगदेखि स्वतन्त्र हुने कुरालाई उसले पाएको छ। कहिले पनि स्वर्गदूतले छचल्केको पानीसँग उसले भेट हुन सकेन। भेट हुने इच्छा थियो र पनि उसले त्योसँग भेट हुन सकेन। किन भन्दा उस पसिरहेको कारणले, त्यो रोगी भएको कारणले, बिरामी भएको कारणले त्यहाँनिर ऊ भेट हुन सकेन। किन भन्नुहोस् त, ऊ एउटा बिरामी अवस्थाको कारण उसले त्यो कहिले पनि त्यसले भेट्न सकेन। तर जसै ख्रीष्टसँग भेट भयो नि उसले चङ्गाइलाई ख्रीष्टसँगको भेटलाई जब गराए नि उसको जीवन एउटा स्वतन्त्रलाई एउटा भिन्नै नयाँ जीवनको महसुसलाई उसले गरेको हामी पाउँदछौँ। ख्रीष्टसँगको भेट आज तपाईँ अनि हरेकको लागि महत्त्वपूर्ण छ। ख्रीष्टसँगको भेटले हाम्रो जीवनलाई परिवर्तन गराइदिन्छ। 38 वर्षसम्मको रोगी अवस्थाको मान्छेलाई येशूसँगको भेटले परिवर्तन गरिदिएको छ। आज तपाईँ जुनसुकै परिस्थितिमा, आज जुनसुकै हामी ठाउँमा उभिरहेका छौँ, येशूसँग भेट्ने, येशूसँग नजिक हुने चाहनालाई हामीले राख्नु पर्दछ। जसै यो मान्छेको भेट ख्रीष्टसँग भयो, ख्रीष्टले देख्नुभयो त्यो जलकुण्डको छेउमा पसिराखेको अरू सबै मान्छे अगाडि गएको निको भइराखेको छ, तर ऊ मान्छे कहिल्यै पनि निको हुन सकिराखेको छैन। तर जसै येशूसँगको भेट त्यो मान्छेको भयो, त्यो मान्छेको जीवनमा चङ्गाइ आएको छ, त्यो मान्छेको जीवन परिवर्तन भएको छ। अगाडि ऊ बिरामी थियो, अब ऊ बिरामी होइन तर सकुशल भएको छ। अगाडि ऊ रोगी थियो, अब निरोगी भइकन खाट बोक्न सक्ने व्यक्ति भएको छ। आज तपाईँ जस्तै परिस्थितिमा हुनुहुन्छ, ख्रीष्टसँग भेट्ने त्यति तपाईँले त्यो चाहनालाई अघि बढाउनु हुनुहुन्छ भनेदेखिलाई
तपाईँ विजेता भन्दा विजेता तपाईँ बन्नुहुन्छ। हालेलुया। त्यो स्वर्गीय शक्तिले स्वर्गीय सामर्थ्यले आज हाम्रो जीवनमा कार्य गर्दछ। किन भन्नुहोस् त, येशूसँगको भेटले अचम्म आश्चर्य कर्म गर्दछ। येशूसँगको भेटले सङ्घाइ गर्दछ। येशूसँगको भेटले तपाईँको शारीरिक अनि आत्मिक कुरालाई परिवर्तन गर्दछ। येशूसँगको भेटले नि तपाईँको परिस्थितिमाथि, तपाईँको रोगहरूमाथि विजयलाई जन्माउँदछ। त्यसकारण येशूसँग भेट्ने त्यो चाहनालाई आज हामीले जगाउनु पर्दछ। त्यो तिर्खालाई हामीले जगाउनु पर्दछ। यो मान्छेको तिर्खा नि 38 वर्षदेखिको थियो। आज तपाईँको तिर्खा कति वर्षको हो मलाई थाहा छैन। तपाईँको तिर्खा, तपाईँको तृष्णा कति छ मलाई थाहा छैन। तर म एउटै कुरा आह्वान गर्न चाहन्छु, येशूसँग भेट्ने त्यो चाहनालाई तपाईँले तयार गर्नुहोस्। येशूसँग नजिक हुने त्यो चाहनालाई हामीले गर्नु पर्दछ। यो 4मा मेरो पनि एकजना हामी सामरी स्त्री पाउँदछौँ जुन चाहिँ एउटा वेश्या थियो। त्यसको भेट जब येशूसँग भयो नि, उसको जीवनमा परिवर्तन भइकन सुसमाचार प्रचार गर्ने व्यक्ति भएको छ। त्यसकारण हाम्रो जीवनमा परिवर्तन आउनु छ, हाम्रो जीवनमा छुटकारा आउनु छ, स्वतन्त्र आउनु छ, हाम्रो जीवन ख्रिस्टको लागि जिउनु छ, हाम्रो जीवन ख्रिस्टको महिमाको लागि अघि बढ्नु छ भने येशूसँग भेट्ने तिर्खा, येशूसँग रहने चाहनालाई हामीले राख्नुपर्छ। येशूदेन छम चिबा, येशूदेन छम ब्राबा, येशूदेन छम चाबा, ते यागारे डिजायर, ते यागारे सेम्दा yang che todola जुन चाहिँ यहाँलाई जीवनी छार्गे जब तमका दे बाबन लाला त्यो पर्खाइदा त्यो ब्रह्म सेदा yang che अगाडि बढाउला दोला त्यो पर्खाइ चाहिँ दादा यहाँलाई जीवन दि दादा जब से बाबन लाबन दाला। हालेलुया। तिनीलाई वचन ज्ञान राङ्नीलाई गुङ्रिया चुनन उत्साह पिना अनि राङ्नी जम्मादा परमेश्वर चाहिँ प्रशस्त मलाम दन्छु गाई अनि तिनीलाई वचन गाई राङ्नीलाई गुङ्री चोदेन थानमान परमेश्वरलाई वचन गाई चुनिन थाना राङ्नी जम्मादा परमेश्वर चाहिँ मलाम दन्छु गाई अनि तिनीलाई वचन राङ्नी चाहिँ जम्मा यान्सुजी राङ्नी दा लानन लानन थुजे चाहिँ मुला अनि राङ्नी जम्मा दा यीशु ख्रिस्टलाई मिन्डी जय मसिया राङ्नी दा धन्यवाद मुला परमेश्वरलाई वचन चुनिन थानबा अनि जो समय फेरि पनि इसाक जो सेकिन्छु छिला जय मसिया जय मसिया। लानन लानन थुजेसे मलाई यहाँला पिटोराले दा परमेश्वर से लानन लानन मलम दन्छु गई तिनी परमेश्वरलाई शक्तिशाली वचन यहाँलाई गुङ्री है शेयर लसी मनमी फेप्सियुजी परमेश्वर से लानन प्रशस्तन मात्रामा आशिष दन्छु गई फेको यहाँले ओछेनन् फेरि पनि ताली राप्सिमान धन्यवाद किनगे। हालेलुया। तिनीलाई वचन ज्ञान राख्ने दुगो कतिजना आशिषित तस्युजी जम्माजना आशिषित तस्युजी। हालेलुया। गम लानन आशिषित तजिमन है लानन आशिषित मान्छे गाइनन् आफैसे आबदन थिन्दा बेलामा तिनी साँच्चै नै परमेश्वरलाई वचन छे सुङमा राख्नुहुन्थे 38 वर्ष दोना है रोगी तसे चिबा मिसे तिनी तिकै स्याब्जी याखकी चङ्गाई स्याब्जी है तिनी राङ्देन छम गाला जीवनले थेराङमान कन्डिसन थेराङमान परिस्थिति ताला बिबा आरे तर छुट्टै पनि है यहाँला हरेक सेगते ताखामला तर है जब राङसे याङनिसे ख्रिस यसुदा स्याप्सिमान याङला लैरि जा तिगा जा परिवर्तन त जम बिबा प्रश्न जा है राङसे राङदान लस्युगो तिनी ख्रिस यसुदा याङसे विश्वास लबसिलामा याङला लैरि तिगा अझ है तिगै सेजात अझ त जम थियो 38 वर्ष दोना पिराम देशमान चिबा मिजा तिगै थेसी तिगै स्याप्जम त्यसै ख्रिस यसुदा स्याप्सिमान थे चङ्गाइ तजी तिनी याङसे ख्रिस यसुदा स्याप्सिमान याङला लैरि तिगा परिवर्तन तजी बिबा तामजा ग्रेनिन थेन्दा बेलामा परमेश्वर त मयको तगे लानन लानन थुजेसे मुला यहाँलाई पिटर आले त अनि राङ्नी जम्मन दुगुदा लानन लानन थुजेसे मुला चु बेचरी यहाँलाई वचनमा धेरै है वचन पाङमा भेल्ली जकि जो नेट यहाँलाई जरी प्रब्लम तबसिलामा गरी निबा गरी खाबा गरी थेराङ तबसिलामा जकि अझ तजी माबलसिगो थेर लागेरी चु गुङ्री चु दुइरी राङ्नी जम्मन दुगुदा दप्पिनन सेमेन्छेन स्वागत लाला अनि यहाँलाई चु गुङ्री खालै नन तिनी नयाँ जोड दिवन मुसाम राङ्नी दुगु दङ्गन्छे चुरी याङछे सेमेन्छेन स्वागत लाला खालै मुला राङ्नी दुगु सायद याङनी जम्मन पहिला लन पहिला एन्देन जोइन तसी शिवबा यहाँलाई रोदुगु मुल्लाला राङ्नी दुगु तिनी जखेन जोड दिबा मजी बिसम राङ्नी से राङला माइक अनम्युट लसिमान राङला छान अनि राङला ठेगाना पाङ सिउसम याङसे प्रार्थना लाबला लागिरी है
याखरगी माध्यम यांगचल मुबा ओके यांगनी जम्मन सदन ख्रिस्ट येशूलाई लागिरी छार इन्ना हालेलुया तिगदिन परमेश्वरलाई छोन्बो वचन चाहिँ सुन्नु मुला हरेक दिन हरेक स्योजा परमेश्वरलाई कृपा परमेश्वरलाई अनुग्रह छ छार ताबा मुला थेन अनुग्रह थेन कृपा छार अनुग्रह यांगसी हरेक समयरी यांगला लुइरी यांगसी अनुभव लाभा मुला हालेलुया थेन्दा बेलामा यांगनी सदन लागिरी यांगनी चाहिँ रुपतामाई बिसिन छार इन्ना यांगनी हालेलुया आमेन फेबकाउ यांगनी चुदिरी दारेम प्रार्थना लागे यांगला तिनीला चु अन्तिम प्रार्थना लागे रांगनी दुगला तिगै विषय दुगु मुजी बिसम रांगनी दुगु से शेयर लखामला आन्जम बिसम यांगनी जम्मन दिक्षमान प्रार्थना लागे अन्तिम प्रार्थना लागे ngai chudiri antim pratna la lagiri yangla mosa memeda ngai donna chudi rangsi antim pratna ri sayatala sigo meme rangsi antim pratna la lagiri हजुर मेमे रङसे अन्तिम प्रार्थना सिङसुको धन्यवाद प्रभु परमेश्वर आबा स्वर्गीय शिवा ग्रेन आपका अंतिम प्रार्थना कुलवन होला धन्यवाद प्रभु परमेश्वर दिव्य प्रभु परमेश्वर प्रभु स्वर्ग र पृथ्वीको मालिक